हेलो साथीहरू, स्वागत छ तपाईलाई मेरो युट्युब च्यानलमा। अनि आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला। म पनि एकदमै आरामै छु। हाई बेबी ओ भनिदेऊ न। ओ यार तिमीलाई नुनु आएको छैन? नुनु आएको छैन अरे उसलाई आज चाहिँ साथीहरू। किन निदा आएन बच्चाहरू निदा कपालको नल्छिलाएर झुत्रुक्क भएर बसिरहेको छु साथीहरू। म चाहिँ कपाल गर्न चाहिँ किन फिट्टिकै मन लाग्दैन मलाई, फिट्टिकै मन लाग्दैन है। अनि तर गर्मी पनि छ, फ्यान चलिरह साथीहरू, फ्यान चलाएर बस्नुपर्छ। गर्मी छ साह्रै, घाम लागेको छैन तर बाहिर, तर गर्मी चाहिँ अपक्क आइरहेको क्या, हावै लाग्दैन। त्यही भएर हो साथीहरू। के गर्दा बेबी तिमी? ए कपाल हेर, त्यो कपाल मिलाउ त, कपाल मिलाइ गर। त्यहाँ ओछ्यान सबै बिगारे, टनक्क मिलाउनु पर्छ पर्दैन, यो यस्तरी मिलाउनु पर्छ साथीहरू। आज चाहिँ कस्तो धेरै आँप खान मन लागिरहेको मलाई है। मैले अस्ति नै किनेर लिएर थिएँ, अस्ति नै भन्नाले 4-5 दिन 6-7 दिन 1 हप्ता जति भयो होला है, किनेर लिएर थिएँ। खान्छु भनेको जहिले बिर्सेँ कि एक्लै खानु मन लाग्दैन, अरू कसैलाई अमिलो पनि मन पर्दैन। आज चाहिँ खाने विचार गरेको छु साथीहरू मैले। छ त बेबी खै आँप खोइ केही छैन साथीहरू। हेर्नु न गाउँघरमा के हुन्छ र, भएको नि सकिसक्यो। त्यो तरकारी हो, अस्ति बुढोले किनिदिनु भएको, नगर न। त्यो तरकारी हो, अस्ति बुढोले किनिदिनु भएको। टमाटर छ, गाजर छ, करेला, क्याप्सिकम, अनि केही छैन यहाँ। हेर्नु है, केही पनि छैन। यो दुइटा आँप तासेर खानु पर्यो अब साथीहरू। टक्क राख्छु अनि तर फेरि तासु अनि खाने बेला रेडी बनाउँछु है त साथीहरू। ल हेर्नु साथी रेडी भयो होइन, आँप चाहिँ रेडी भयो। अब यति धेरै काटेछु, त्यो एउटा आधी काटे हो होइन। अनि अब खाने बेला अब खान्छु साथीहरू म चाहिँ। ओ माइ गड कसरी खाने होला, अमिलो हुन्छ, अमिलो हुने पो बेसमारी। हिँड न बेबी भित्र। अब खान्छु म चाहिँ साथीहरू है, कस्तो हुन्छ हेर्नु। यस्तो बाहा कसरी खाने होला साथीहरू। बेबी तिमी खाने न? हो ओ माइ गड अमिलो। तिमीले खानु त थोरै खाने हो, छोरा खानु छोरा न। मामा खानु छोरा न, मामुलाई हो। मम्मी राखे एकदम पेट दुख्यो भने चाहिँ मार्छन् मलाई मेरो बुढोले। आँखामा पर्छ बेबी, नगर। हेर्नु साथीहरू, आरामले खान्छु साथीहरू म। एकछिन पख नगर न, एकदम मिठो। तिमी खाऊ ल, तिमी खाऊ। अब चाहिँ ट्याक्कै सक्यो। हेर्नु है, अलिकति बाँकी रह्यो, यति धेरै पिरो भयो कि, कति धेरै पिरो भएको। अब लुगा उठाउनु पर्ने साथीहरू। लुगाहरू यति धेरै गएर जानुभयो, मेरो बुढोले कति धेरै लुगा धोइदिनु भएको छ। अब लुगा सबै उठाउँछु। माथि छतमा पनि छ, घाम चाहिँ लागेको छैन साथीहरू।
घाम चाहिँ लागेको छैन मेरो छोरीहरू कता गएछन् कहाँ गयो मेरो छोरीहरू हेर्नु न कस्तो राम्रो छ यो पहिला पहिला हामी यो फुल हुन्छ नि 9 बजी फुल्थ्यो कि अनि ठ्याक्कै 9 बजी भने थाहा पाउँथ्यौँ कि हामी यो फुल फल्दाखेरि चाहिँ छतमा ठ्याक्क छतमा आयौँ साथीहरू हामी चाहिँ मेरो बुढोले यहाँ लुगा सुकाउन अप्ठ्यारो हुन्छ अरे भनेर सबै यहाँ यसरी लगाएर जानुभयो यसरी मिलाइदिनु भयो खुर्सानी मैले रोपेँ खुर्सानी यो चाहिँ डरले खुर्सानी मर्छ क्या हो नमर्यो हुन्छ 2टा 3टा 4वटा 5वटा 6वटा 7वटा यो चाहिँ छन् 7 8वटा रहेछ 8वटा रहेछ साथीहरू हरियाली हरियाली कहाँ गयो मेरो छोरी चाहिँ उता जानु डर लाग्छ कि मलाई त साथीहरू के अरे छेपारोहरू आउँछ सर्पहरू आउँछ भनेर डर लाग्छ कि त्यो रातो यस्तो टाउको रातो भएको छेपारो हुन्छ नि त्यस्तोहरू डर लाग्छ मलाई फेरि हेरेको सानो छोरी कहाँ गयो मेरो बच्चा कहाँ गयो हेर्नु साथी हाम्रो एपोगडा हो यो चाहिँ तर फलेकै छैन एपोगडा यिनीहरू नि भालेर पोथीको हुन्छ अरे क्या ठुल्बा चाहिँ यहाँ हुनुहुन्छ नानी बोलाउँदै हुनुहुन्छ ठुल्बा चाहिँ सरर हावा आयो साथीहरू छतमा बस्यो भने त हावा चाहिँ आउँछ साथीहरू होइन तर हावा आयो भने रमाइलो हुन्छ साथीहरू लुगाहरू उठाउनु अहिले आएर उठाउँछु साथीहरू म त गएँ तल कहाँ गयो नक्कली ए भगवान् एकछिनै बस्दिनँ घरमा आएर एकछिनै कता गयो एकछिन बस्दिनँ भनेको सर्पहरू आउँछ डरले हुन्छ यार गर्मीमा आउँछ नि अब सर्पहरू के गरिरहेको तिमी के गरे भाइलाई भाइ माटो खाँदैछ माटो खाँदैछ कि खेल्दैछ यस्तो गर न त एकचोटि मामुलाई यस्तो गर न त नक्कली ल जाउँछु हजुर त्यहाँ बुझे निस्किन्छ नि फेरि यहाँबाट हेर्नु यहाँ भाइलाई के गरे यो भाइलाई 3-4 मिनटको भिडियो भइसकेछ साथीहरू अब के गर्ने होला कस्तो अल्छी लागिरहेको घरमा कोही छैन आज त एक्लै बुढो पनि जानुभयो अनि ठुल्मामीहरू पनि कोही हुनुहुन्न सबैजना पारी मेलामा जानुभयो कोही पनि हुनुहुन्न एक्लै झ्याउ लाग्छ कोठामा कति बस्नु कति हेर्नु मोबाइल है दिक्कै लाग्ने साथीहरू मोबाइल पनि कति हेर्नु मेरो बुढोले हेर्नु कति राम्रो बारी बनाइदिनु भयो अब यहाँ चाहिँ टक्क परेको अब चाहिँ यहाँ अब भटमास ल्याएर राख्छु अनि मेरो बुढो आएर रोपिदिनुहुन्छ यहाँ उता पर टक्क यहाँ पनि छ है हाम्रो एपोगाडो चाहिँ अस्ति नै मैले काट्दै थिएँ क्या के अरे उसमा के अरे जाडोमा ऊ आएन भनेर अनि त्यतिखेर ऊ भयो अरे अनि यहाँ चाहिँ लिची हेर्नु साथीहरू कति लिची छ हेर्नु यो हुन्छ नि यिनीहरू जति यो भएको जति सबै यिनीहरू चाहिँ ऊ भइदियो के अरे नझरे चाहिँ हुन्थ्यो है झऱ्यो भने त फेरि बर्बाद हुन्छ नि साथीहरू अनि तर यहाँ चाहिँ यस्तो छ है
यहाँ केराको बोट रमाइलो छ नि साथीहरू गाउँघरमा बस्नलाई। ओ माई गड के को यो ए म त अनार जस्तो देखिरहेँ होइन रहेछ सेम अनार जस्तै ल साथीहरू अब चाहिँ बिदा माग्छु। अब कत्रो छेपारो रहेछ हो यस्तै आउँछ अरे डरा छ मलाई देख्नु भयो यहाँ भाग्यो देख्नु भएन होला साथीहरूले यस्तो डर लाग्छ मलाई त्यो छेपारो देख्यो भने यस्तो डर लाग्छ उल्कै डर लाग्छ क्या साथीहरू मलाई। साथीहरू अब म चाहिँ बिदा हुन्छु सबैजनाले माया गरिदिनु होला साथीहरू है सबैजनाले माया गरिदिनु होला नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला साथ दिनु होला साथीहरू बाई साथीहरू बाई।